हे भगवान कस्तो पसिना भएको हेर्नु न। हेलो साथीहरू, वेलकम टु माई भिडियो। आज चाहिँ बारी खन्दैछु कि साथीहरू। अनि त्यसपछि म भिडियो बनाउन मन लाग्यो कि मलाई जाँगर लागेको थिएन खन्नलाई, त्यही भएर भिडियो बनाउँदै खन्नु पर्यो भनेर चाहिँ मैले भिडियो बनाउँदैछु। अनि आज चाहिँ मौसम पनि दामी छ क्या, शीतल छ। त्यही माथि फेरि बारी कति चाम्रो छ साथीहरू, यति चाम्रो छ नि बारी त। खासमा नि साथीहरू यो बारी चाहिँ उहिले पनि रोपेर मकै कति ठुल्ठुलो हुन्थ्यो कि पोहोर सालतिर। यो साल चाहिँ के भयो मैले खन्ने जाँगर लाएन सुरुमा। यसमा त्यो तार छ नि त, सबैतिर तारले घेरेछन् कि यो खोरभित्र हो, त्यही भएर ट्र्याक्टर छिर्दैन अनि हातले खन्नुपर्छ। अनि मलाई चाहिँ जाँगरै नलाग्यो कि अस्तितिर। अनि अहिले चाहिँ बल्ल 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 जाँगर लाएर सुरु गर्दैछु। पछि खानुपर्छ नि त मकै भ्याएपछि, त्यही भएर पछि खानुपर्छ भनेर चाहिँ रोप्दैछु मैले मकै। मेरो बुढोले त भइगयो नखान बाजे रन्दियो भन्नुभएको थियो कि। अनि त्यसपछि मलाई चाहिँ किन बाजे रन्दिने त्यो बारी है, अनि केही न केही त भइहाल्ला नि रोपेपछि भनेर म चाहिँ जोसिएको के, त्यही भएर खन्दैछु। अनि मान्छे लगाएर खन पनि भन्नुभएको थियो। अनि म चाहिँ फेरि किन पैसा खर्च गर्नु, म छँदैछु नि भनेर म जोसिँदै खनिरहेको चाहिँ साथीहरू। यही हो मेरो खनाइ, यहाँ यस्तो छ फेरि। जब बारी सकिन लाग्छ तब चाहिँ खुसी लाग्छ क्या। अब चाहिँ यति मात्र बाँकी छ अनि यता पनि खनिसकेँ मैले, अब चाहिँ धेरै छैन। त्यहाँ पारीको पनि हाम्रै मकै हो, त्यो चाहिँ पहिले छरेको। अनि अहिले चाहिँ यता चाहिँ तारभित्र छ नि त, अनि ट्र्याक्टर छिर्दैन साथीहरू, अनि हातले खन्नुपर्छ। अनि तलतिर अलिकति बाँकी छ, त्यहाँ चाहिँ मैले बेसार रोपेको छु। त्यहाँ पनि गोड्ने बेला त भएको छ, तर अलि पछि गोडिदिन्छु मैले। यहाँ हाम्रो हाँसहरू पनि छ। अनि त सानो चल्लाहरू पनि लिएर छु पालिरहेको छु कि। अनि हेर्नु न पसिना झरेको कति धेरै। फाइनली मैले खनेर भ्याइसकेँ अनि टक्क भइसकेँ साथीहरू, हेर्नु त। अनि अबको पालो चाहिँ मल छिटेर बिउ रोप्ने पालो है साथीहरू। म चाहिँ मल छिट्दैछु ल। फाइनली बिउ छरेर भ्याइसकेँ साथीहरू मैले। अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बाई बाई।